Hello guys, welcome back to the channel, and today we are riding towards Vista Valley. For today's motor vlog we have Royal Enfield 350, also NS 200 and R5 V2. So we'll see you, let's go. We used to hide under the covers, serenade each other with careless melodies. Something buried deep inside. Now we are entering Ghum, Jorbanglo. The left side which we cross is the Visionbai Road, and we are entering the Ghum Jorbanglo, which heads towards the Darjeeling town. We are entering now NS55. Side as the major and the minor were like piano keys. You played for me. Now we are entering Ghum Bazaar and Ghum railway station. And this railway station, Ghum railway station, is the station which is at the highest altitude, and from here we can enjoy the toy train that we have in Darjeeling, which is a famous train which we call DHR, Darjeeling Himalayan Railway. Now we have reached Jorbanglo Bazaar. Now we will enter toward small highway which joins the National Highway 10, and the right side goes to NH55, and this road will join National Highway 55. तपाईहरुले यहाँबाट देख्नुहुँदैछ राङ्गेरुङ जग्गा, त्यहाँबाट तल जुन चाहिँ भेली देख्नुहुँदैछ तपाईहरुले, यो भेली तपाईको तम्दा अनि लेबुङ भेलीको त्यो बीच हो, जुन चाहिँ जग्गाले रुङदुङ खोला जोड्छ। You can see here the beauty of the falls here. हामी मङ्पू बजार आइपुग्यौँ र तपाईहरुलाई अब हामी मङ्पू बजार अलिकति मात्र छोएर जाँदैछौँ, किनभने मङ्पूको धेरै जग्गा यो बजारबाट छुटिएको हुनाले गर्दा हामी यो बजार मात्र देखाइरहेको छौँ र अब हामी रम्बीतर्फ लागिरहेको छौँ, र अरू जो कोही जग्गाहरू छ हामी आउँदो नेक्स्ट भिडियोमा हामी तपाईहरुलाई देखाउनेछौँ। र अब हामी सिन्कोना फ्याक्ट्री आइपुगेका छौँ, र सिन्कोना चाहिँ दार्जिलिङको यही मङ्पू डिभिजनमा मात्र पाउँछ, र यो सिन्कोना फ्याक्ट्री 1862 मा फर्म गरिएको हो, र यो सिन्कोनाबाट चाहिँ क्विनाइन प्रिपेयर गर्ने गर्छ, जो चाहिँ मलेरिया डिजिजको एउटै मात्र औषधि हो, र हालैमा
हाइड्रोक्सिक्लोरोक्विनाइन पनि यही सिन्कोनाबाट नै बनिएको। बस्नु कुन्दनको जाउँ एकछिन त्यसो भए ल आऊ तल उहाँ तलबाट तल छिर्नु। आहा ठुलो आयो नि पानी है। अब हामी मङ्पूको चौरस्ता आइपुगेको छौँ। यो चौरस्ताबाट चाहिँ अब हामी सिलगढीतर्फ यो राइट साइडबाट जान्छौँ र यो जुन चाहिँ लेफ्ट साइड जाँदैछौँ हामी एउटा गाउँ सिमले भएर त्यही रोड फेरि जोडिनेछौँ। We are entering NH10 र यही रोडबाट नै हाम्रो नेबरिङ स्टेट सिक्किम जाने गर्छ र हामीले अब यो ब्रिज पार गरिरहेका छौँ। यो ब्रिज रम्बी बजारको ब्रिज हो। यो जुन चाहिँ तपाईँले तल खोला देख्नुहुँदैछ यो रम्बी खोला हो। हामी जामबाट फेरि निक्लिरहेका छौँ। यहाँ तल देखिहाल्नु तपाईँ टिस्टा र हिल्समा यही मनसुनहरूको कारण नै धेरै असुविस्ता पर्छ। यहाँ माथि पहिरो हेर्नुहोस् तपाईँले ल्यान्डस्लाइड। सो हेलो गाइज, अहिले हामी चाहिँ माथिबाट चाहिँ टिस्टा मेन बजार आइपुग्नु आँटेको छ। तर हामी यहाँ रहेको कारण त सो द्याट वी क्यान सो यु द भास्ट एरिया अफ टिस्टा होइन। यहाँ मुनि ड्याम भएकोले गर्दाखेरि चाहिँ टिस्टाको चाहिँ यहाँ चाहिँ अब सबैभन्दा ठुलो भास्ट एरिया चाहिँ यहाँनिर टिस्टा फिजिएको हुन्छ तल ड्याम भएकोले गर्दाखेरि। त्यहाँ परनिर अब गरमले गर्दाखेरि हिट बेसी भएको इभापोरेसन यु क्यान सी परनिर त्यो उसमा होइन टर्निङमा ठुलो बसेको पास्टिजनको त्यहाँनिर। एन्ड नाउ विल हेड टुवर्ड्स टिस्टा मेन मार्केट मेन बजार होइन। त्यसपछि विल सो यु। सो थ्याङ्क यू। यहाँ मेरा साथीभाइहरू पनि यो दृश्यको मनोरम दृश्यको यहाँले मजा लिइराख्नु भएको छ। यहाँ अनुज भाइ, यहाँ आयुष भाइ र यहाँ सलिम, यहाँ मेरा प्यारा दुई भाइहरू।
we are at our final destination हैन हामीले यस्तो लामो जर्नी गरेर हामी चाहिँ हैन फाइनली we are at here and this is the Tista river this is Tista bridge which was founded हैन जो चाहिँ 1968 को भयो बाटो चाहिँ after that यो फाउन्ड गरेको and this bridge connects our two states which is West Bengal and Sikkim and inside GTA area also यसले चाहिँ दुईटा डिस्ट्रिक्टलाई जोइन गर्छ जुन चाहिँ कालिम्पोङ एन्ड तपाईँको दार्जिलिङ हो and this Tista river is one of the main river or hill areas हैन जहाँ चाहिँ अब यसको यहाँबाट चाहिँ धेरैवटा हामीलाई फेसिलिटिज पाउने गर्छौँ यो रिभरद्वारा चाहिँ र अब हामी तपाईहरुलाई यो दुईटा खोलाको दोभान देखिरहेछौँ र यो जुन चाहिँ लेफ्ट साइडबाट आइरहेछ यो रङ्गित खोला र राइट साइडबाट जुन चाहिँ ब्रोड वेमा आउँदैछ त्यो टिस्टा रिभर र यो पारीको जुन चाहिँ बाटो देख्नुहुँदैछ यसले सिक्किम पनि यहाँबाट पनि छिर्ने गर्छ जुन चाहिँ रोड भाया जोरथाङ आउने गर्छ यु क्यान सी दिस भ्याली एन्ड यो पारी जुन चाहिँ देख्नुहुँदैछ तपाईँले जति यो खोलादेखि पारी सबै सिक्किम एरिया यो तल रोड जुन चाहिँ टिस्टाको छेउमा जुन चाहिँ रोड छ त्यसले NH10 जसले सिक्किम जोड्ने गर्छ एन्ड दिस इज अ ब्युटिफुल भ्यू पोइन्ट एन्ड यहाँ पारि तपाईँले सानो पहिरो पनि देखिरहेको हुन्छ जुन चाहिँ सिक्किमको एउटा टुरिस्ट स्पट हो एन्ड दिस इज सदाम